राजेन्द्र गिरीले जादु देखाउँदै हुनुहुन्छ उहाँलाई एकचोटि जोरदार तालीले स्वागत गरिदिनु होला। यतिले नै यति गाह्रो हेर्नुहोस् त, साह्रै गाह्रो हो। तपाईँलाई कति साह्रो भइरहला होइन हजुर? छैन? ल अब साह्रो भएको छैन भने मजाले छम छम नाच्नुपर्छ है त हजुर? ल सबैजनालाई टुवा परेर आउनु भएको छ हामी। ल लासो फ्यापुल हजुर, ह्याप्पी लोसर। यसरी उफ्रिनु पर्छ, यसरी चिचोउनु पर्छ, किनकि हाम्रो ठुलो चाड हो यो, हो कि भन्नुहोस् त? हो। अनि हामीले नमनाए अरूले मनाउँछ त? हामी नेपालीहरूले मनाउनु पर्यो, हामी तामाङहरूले मनाउनु पर्यो कि कसो? ल उहाँ सोल्टीले त्यत्तिकै टुवा परेर बन्नु भएको छ। किन टुवा परेर भने पर्नै पर्दैन। अब यसरी ह्यान्डसम बोका बोका भन्नु आएछ। अलि कमेडी मान्छेलाई नपटी हाल्दो रहेछ कि हजुरहरू। त्यही भएर ल अलिक सोल्टिने हाल्नुपर्छ। ल सोल्टिनेको दाँत अलिक टलक्क चल्यो है। ल ठिकै छ। यता हाम्रो क्यामेरा मिडिया साथी दाजुहरूले पनि फोटो खिच्नु भएको छ। ह्यान्डसम मान्छेलाई अलिकति राम्रोसँग खिच्नु होला है। फेसनै यस्तो यस्तो रहेछ क्या, फोटो खिच्दा पनि यस्तो होइन, यस्तो अनि यस्तो यस्तो दिएर हुन्छ होइन, यस्तो दिएर हुन्छ। कुनै यस्तोतिर ठ्याक्कै झर्दियो भने हजुर पोइन्ट। अब मसँग साथ दिनको लागि हुनुहुन्छ मेरो चेली बहिनीहरू, कलाकार, मोडल। म जो पाइ त्यो नबोक्नेखेरि अलिक मोडल अलिक राम्रा हुन्छ भनेर बोक्ने मान्छे। अब हिरोइनहरू बोक्न अलिक सुहाउँदैन, हिरोहरूले मात्रै बोक्छन्। म कमेडीले के बोक्ने भन्दाखेरि यसो आफूसँग मिल्ने होचो म आफै 4 फिटको छु। अनि नानीहरूलाई पनि 3 फिटको ल्याएको छु। नानीहरू पनि 3 फिटको जुत्ता मात्रै होइन, 2 फिटको जुत्तै लगाएको छ नानीहरूले। नानी फुकालेको ल फुकाले चिन्नु नानीहरू जुत्ता भन्दै थियो ठ्याक्कै फुकाले लगाइसक्नु भएको छ हेर्नुहोस्। ठिकै छ, केही छैन, हल्का रमाइलो यस्तै हो 2 दिनको जिन्दगानी। अब यी नानीहरू हुनुहुन्छ, नाम पनि ठ्याक्कै भनिदिइहाल्यौँ। अब हाम्रो हर्के हल्दारमा देखिरहेको त्यसै गरी म्युजिक भिडियोमा सविता राण हजुर चान्चिने मान्छे नै होइन उहाँ त। ठोकिदिनुहोस् ताली एकछिन। यता हाम्रो सोल्टीहरूले, यता सोल्टिनी, यता नानाहरूले उता च्याङबार, अनि यता च्याङबार हो उता फोटो खिचिरहेको छ। ठिकै छ, केही छैन। अनि अर्को बहिनी हुनुहुन्छ हाम्रो जिया तामाङ। बजाउनु छिया छिया। त्यो नानी काभ्रेको हजुर, प्योर तामाङ यिनी। यिनका बाउ चाहिँ लामा, यिन तामाङ, मिस्कट परेर लामो र छोटो परेको थियो भनेको थियो क्या हजुर। हाइट पनि त्यस्तै छ, त्यो भएर नि। अनि अर्को हुनुहुन्छ सबिना हजुर, उहाँ पनि सकेर आएको मान्छे हो भन्नु कार्यक्रम सकेर आउनु भएको। अब धेरै बाँकी नै छ हाँस्य देखिएर। अब हामीसँग सहमित्र शङ्खा नफुकौँ अहिले, अलिक यो शङ्खा नफुकाउँ अहिले, फेरि कान एकदम फर्किन सक्छ। अब साउन्ड मित्रलाई पनि यति मिठो आवाज दिनुभएको छ, यति मजाले नाच्न, यति मजाले गाउन। हाम्रो कलाकार भाइ बहिनी, अब सरहरू साथीहरूले पनि मजाले नाची उहाँले बजाइ हजुरले पनि मजाले रमाइलिनु भएको छ। उहाँहरूको लागि ताली बजाइदिनुहोस् हजुर, बोले तर बजाइदिनुहोस्। अब पहिला नाचौँ अनि त्यसपछि सुरु गरौँ, हुन्छ हजुर? ल अलिक तलतिर हुनुहुन्छ नि, अलिक माथितिर उठ्नुहोस् हजुर। यो अब नानी जगतहरू खतरा डाँडो रहेछ, एकदमै रमाइलो आनन्द हावाले उडाउँदाखेरि एकदम ध्यान दिएर समात्नु होला। आफ्नो मोबाइल पनि समात्नु।